हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म वनतिर सुटर काट्न जाँदैछु साथीहरू। बिहान पख उठेर मात्रै हिँडेको। वनतिर जाँदैछु सुटर काट्न। पारि देख्न सक्नुहुन्छ, भ्यू देख्न सक्नुहुन्छ। कति सुन्दर छ, बर्खा कति हरियाली छ हैन त। यस्तो छ बाटोहरू, पहिरो जाने अनि त्यहाँ कुहिरो लागेको छ, हरियाली छ, वन जङ्गल। म फेरि यतातिर जानुपर्छ। यो बाटोबाट माथि निस्किने हो। बाटो एकदमै झोर छ, एकदमै झोर छ। साँपको सर्पको डर लाग्छ। अनि यस्तो घाँस छ नि त, हरेक सर्प हुन सक्छ कि। सर्पको डर लाग्छ मलाई। सर्प ठोकेको थियो नि त एकचोटि, त्यही भएर साह्रो डर लाग्छ मलाई सर्पको। पारि हेर्नुहोस् त, गाउँ ढुरीमा कुहिरो हरियाली हेर्नुहोस् न, झोर होइन त, एकदमै झोर छ क्या। साँपको डर लाग्छ नि। सुत्तर काट्ने ठाउँमा अझै आइपुगेको छैन, हिँड्दैछु म। रातभरि पानी एकदमै शीत थियो, मरु एकदमै शीत। यसै दुःख गर्नुपर्छ साथीभाइहरू गाउँघरमा। रमाइलो छ तर हेर्नुहोस् कति झोर छ। झोरमा सर्प हुन सक्छ नि, त्यसैले एकदमै सतर्क हुनुपर्छ है। सर्पले टोक्यो गाह्रो पो हुन्छ त। सुत्तर काट्न आए, अब यतै काट्ने पर्यो भनेर हेर्दैछु। अब कता के काट्ने हो। सुत्तर काटेर अनि सुत्तर काट्ने अब यहीँ हो, काट्छु। अब सुरु गर्छु म काटेर पनि। यति काटेँ, अब यसलाई भारी बाँध्ने जाने घरतिर। अब ल हिँड्ने फेरि घरतिर। राइट साथीभाइहरू हेरिदिनु होला मेरो यो भिडियो सर्ट ब्लग, छोटो ब्लग हेरेर प्रतिक्रिया दिनु होला है त साथीहरू। फेरि नेक्स्ट डे अर्को ब्लगमा भेटौँला। बाई।